हेलो गाइस, फेरि पनि वेलकम ब्याक टु न्यू भिडियो। आज चाहिँ हामी गाउँबाट चाहिँ ट्याक्क ल्याएर हिँडिसकेको छौँ। हाम्रो गाउँलाई मिस गर्दै, हाम्रो मम्मी त्यहाँ हुनुहुन्छ मिस गर्दै बाई बाई भनिदिनु। हाम्रो मम्मी त्यहाँ हुनुहुन्छ, हामी चाहिँ अब हिँडिसकेको छौँ। अब एकचोटि अब ठ्याक्क बाटोमा के कस्तो गाइस, अब चाहिँ हामी यहाँबाट चाहिँ हिँडिसकेको छौँ। अब चाहिँ बाइक चाहिँ उरी न्युट्रलमा जान्छ है। ओए साथी, मेरो बाइकको त क्लच प्लेटै गयो क्या हो। न्युट्रलमै गएन, न्युट्रलमै गएन। अब चाहिँ हामी यहाँबाट चाहिँ हिँडिसकेको छौँ। न्युट्रलमै गएन है साथी। केटा हो, हाम्रो गाउँबाट चाहिँ फाइनली हामी फर्किस। केटा हो, केटा हो, अब क्लोज दबाएर हिँड्ने त होला नि होइन कि कसो हो? ल फेरि ओए केटा, हामी चाहिँ यहाँबाट चाहिँ हामी हिँडिसकेको छौँ। क्यामेरा एङ्गल चाहिँ फेरि कस्तो आएको छ साथीले हेरिदिएको क्यामेरा एङ्गल चाहिँ फेरि कस्तो आएको छ लौडा लसुन थाहा छैन है। हामी चाहिँ यहाँबाट हिँडिसकेको छौँ केटा हो है। ठ्याक्क पारामा हामी चाहिँ यहाँबाट हिँडिसकेको छौँ है। सही हो। अब हामी पोखरामा चाहिँ ठ्याक्कै कति घन्टा पुग्छ भने चाहिँ ठ्याक्कै चाहिँ थाहा छैन है केटा है। अस्तिको त्यो अन्त फर्स्ट भ्लगमा चाहिँ के बोलाउँ भन्यो केटा हो है। त्यो फर्स्ट भ्लग चाहिँ एकदम साइलेन्टै थियो। जे होस्, फर्स्ट भ्लग चाहिँ खोस्टै थियो है। फर्स्ट र सेकेन्ड भ्लग होइन, अब सुरुमा त खोस्टै हुन्छ। त्यस्तै छ केटा हो, के गर्नु। अब चाहिँ केटा हो चल्दै जानुपर्छ। अब हामी यहाँबाट कति बजी हिँड्नेछौँ त्यस्तै सम्झौँ, त्यस्तै कति पर्छ साथी। पफ हाल्यौ, पफ साथीले अरू बिर्सेन, पफ चाहिँ बिर्सिन्न। हामी चाहिँ गाउँबाट फर्किसकेको छौँ केटाकेटी हो। बाटोमा चाहिँ एकदम खुला छ। आउने बेलामा त मजा भयो थियो केटा हो, जाने बेलामा चाहिँ मजै नहुने रहेछ है। आउने बेलामा त फेरि साथीले मलाई भिडियो बनाइसकेको छ। अलिकति हल्का धुलोले ब्याग हालिसकेको छ केटा हो। मेरो चाहिँ पछाडिको ब्रेकै छैन केटा हो। खास भन्नुपर्दा सबै अगाडिको ब्रेकको भन्नु हो। स्टार्ट चाहिँ अफ हाल्दिनँ केटा है। तेलको चाहिँ अलिअलि कमी नै छ भनौँ होइन। पेट्रोलको चाहिँ अलिअलि कमी छ। पेट्रोलको चाहिँ अलिअलि कमी छ होइन केटा हो। पेट्रोलको चाहिँ एकदम कमी छ केटा हो। हाम्रो सोलीले चाहिँ पेट्रोल खेरा फालिरहेको छ केटा हो है। जङ्गलको बाटो के हो के अब लौडा गर्छु है। जङ्गलको बाटो यस्तै छ केटा के गर्नु। बाजेले चाहिँ गयौँ भन्न चाहिँ पाएनौँ है, झट्टै लगाएर। साथी चाहिँ फेरि कहाँ एकदम फास्ट एज भएको कि मैले छिटो हिँड्थेँ कि मेरो पछाडिको ब्रेक चाहिँ कति पनि छैन केटा।
मेरो पछाडिको ब्रेक जिरो छ केटा मेरो पछाडिको ब्रेक मेरो पछाडिको ब्रेक जिरो छ केटा साथी चाहिँ बिताकै छन् है म चाहिँ पुरा न्युट्रलमा जाने कोसिस गरिरहेको छु केटा किनकि तेलको कमी छ बल्ल न्युट्रलमा केटा तेलको कमी छ केटा हो अब हामी चाहिँ फुलबारी कहिले पुग्छौँ थाहा छैन अब एकछिनमा पुग्छौँ होला सायद अब 10 मिनट जति 10 मिनट घोडा गुडाइसकेपछि पुग्छौँ होला है केटा फुलबारी गएपछि एकछिन उता पुलतिर बस्छौँ होला सायद है ए म त केटा यसो झलक्क सम्झेको त मैले बिर्से जस्तो भएको त पछि मैले त यहाँ पो छ तर केटा हाम्रो छोरीले चाहिँ त्यहाँ लौडा लसुन काम गर्दै हिँडिरहेको छ है केटा के गर्नु यस्तै छ अब चाहिँ केटा डेली भ्लग चाहिँ आउँछ होला है सायद कहिले बाइक कुदाएको नआए पनि यतिकै घरतिरको यस्तो हल्का फुल्का चाहिँ आउँछ होला अब छुट्टी भएर मात्रै यसो बाइक कुदाएर हिँड्ने अब कलेज सुरु भएपछि त पाइन्न होला त्यो पनि 4-5 दिनमा आए पनि भ्लग चाहिँ हेरिदिनु होला भन्ने आशा छ एकदम त्यो भइरहेको छ यहाँ चाहिँ एकदम अलिक पछाडिको ब्रेक नभएर कुदाउन एकदम गाह्रो भइरहेको छ लास्टै गाह्रो भएको छ पछाडिको ब्रेक अब त्यो सिलिन्डर फेर्न पर्ने भएछ कि अब पोखरा गएपछि फेर्छु सिलिन्डर 5500 पर्छ अरे आमाले भनेको सिलिन्डर चाहिँ चाँडै नै फेर्छु अरू चाहिँ लौडा लसुन काम चाहिँ गर्ने होला अरू त सबै ठिक छ केटा सिलिन्डर चाहिँ पछि के अरे पोखरा गएपछि फेर्छु अरू त अब बाइक घुरिरहेको छ के अरे मोबिल नै फेर्ने बेला भएछ कि केटा सायद त्यस्तै लाग्यो किनकि पछाडिको के अरे पछाडिको ब्रेक नभएर यहाँ स्लो मोसनमा हिँड्न परिरहेको छ केटा हो पछाडिको ब्रेक केही नभएर क्या स्लो मोसनमा हिँड्न परिरहेको छ केटा हो सायद के भन्छ अरे हामीसँग त्यो गाउँको मामा नै आउँछ भन्दै थियो एनएसवाला चाहिँ फोन हान्ने भनेको मेरोमा सिम छैन साथीकोमा चाहिँ पैसा नरहेछ त्यो एनएसवाला चाहिँ आउँदै होला त्यहाँ बाटोमा देखेको थियो के अरे एनएसवाला तर खोइ बाटोमा मान्छे त थिएन त्यो बाइक मात्रै थियो आउँदै होला है सायद ओ साथी मेरो चेन खुल्ला झोलाको हेर त त्यस्तै ला यार चेन खुल्ला जस्तो ला यार साथी यार हेर त साथी छैन त्यो एनएसवाला मामाले फोन हान्न पाए हुन्थ्यो हो यस्तो यस्तो धुलोमा त सेट्टा हुन्न हो धुलोमा त हान न सै मेरो यहाँ पछाडिको ब्रेकै मेरो यहाँ ब्रेक हानी अगाडिको त्यो धरि के अरे डिस्क धरि तात्तिन लागिसकेको डेन्जर र अगाडिको डिस्क त के अरे प्याड त डेन्जर छिटो खोलिन्छ होला केटा भने त्यस्तै लागेको जहाँसम्म लाग्छ मतलब बिल्ला त भन्न त भन्थेन देखेर हेरेर डेन्जर हाँसिदियो कहाँ नि त्यस्तो चर्मानी पालो बाइक लिएर आउँदै हाने गरिदिएको त नि साथी तिमीलाई आत्तर कस्तो लाग्यो ल केटा हो मेरो पछाडिको ब्रेक छैन मेरो पछाडिको ब्रेक चाहिँ थुप्रो छैन केटा हो अलिकति पनि लाग्दैन है मेरो पछाडिको ब्रेक त धोस्तै भन्दा नि धोस्तै भयो फाल्दै नै हुन्छ पछाडिको ब्रेक त केटा हो पछाडिको ब्रेक चाहिँ फाल्दै हुन्छ है केटा हाम्रो चाहिँ काम छैन
साथी मेरो त अगाडिको ब्रेकले नि काम गर्न छोड्यो यार। ल केटा यहाँ ओए साथी मेरो अगाडिको ब्रेकले नि काम गरेन यार। ल होइन केटा ट्याप्पै टाल्यो त्यही पनि डरै तात्ते होला केटा यार। मरिन्छ होला केटा। केटा हो पछाडिको ब्रेक नभएर टेन्सनमाथि टेन्सन भयो यार। किन यार यस्तो यार पछाडिको ब्रेक त यार कसम तातिएर ओभर भइसक्यो यार। अब त ज्यान चल मरिगयो पछाडिको ब्रेक लाग्दैन केटा अब चाहिँ। उयो केटा जाने चाहिँ कसरी हो यार। टेन्सन पो लाग्न थाल्यो त यार केटा हो यार। फुलबारीसम्म मात्रै त्यहाँ बसेर ढुक्क हो केटा तर त्योभन्दा अगाडि त कसम डेन्जर टेन्सन लाग्न थाल्यो यार केटा हो यार। ओहो यहाँ त किसिमै रहेछ केटा एकदम टेन्सन है केटा। अगाडिको ब्रेक नि तात्तिन लागिसक्यो रहेछ कसम। यहाँ पनि ब्रेक फेल भयो भने त कसम केटा म चाहिँ गएँ एकैचोटि। ब्रेक फेल भएर हुत्यो भने गियर अन गरेर छोडिदिन्छु। टाल त डल्लै भएन कि बाई बाई मामा। आमा चाहिँ बाटो यस्तो कुदाउनु यस्तो भएको यार कसम केटा। आउने बेलामा त हेभी सजिलो भएको थियो तर केटा पेट्रोल चाहिँ खान्छै म चाहिँ। पेट्रोल धेरै फाल्नु छैन केटा फुल हप्ता हान्थिनँ होला कि फेरि भएबाट त्यस्तो के अरे गाउँमा गएर नि डुलेको नि त डुल्यो। त्यो जनताहरूले मिठो हेर्दैछ है केटा जनताहरूले। गाउँको गाउँले जनताहरू त्यस्तै अब के भन्ने बेला गाउँले जनताहरू त्यस्तै पर्छ नि हेर केटाहरू। कस्तो त यार मादरपुली ओइ किन रोकेको साथी। मैले किन नकुदाएको भने केटा मेरो पछाडिको ब्रेक चाहिँ थुप्पो छैन है अगाडिको ब्रेकको भरमा। त्यो पनि अगाडिको ब्रेकमा भयो पनि हल्का फुल्का चाहिँ कुदाइरहेको छु। सोल्टी चाहिँ यहाँ च्याप्प बारमा त्यस्तो गरेर बसेछन् सोल्टी। हामी चाहिँ केटा फुलबारी आइपुग्न साथी डोजरले खनोस् कि मान्छेले खनोस् नि। यहीँ हो यहाँ चाहिँ केटा अस्ति कतिजनालाई थाहा छैन भने मान्छे हो यहाँनिर अलिकति टुप्पोमा अड्किरहेको थिएँ किनकि यहाँ यो टुप्पोमा के अरे म अलि स्पिडमा आएको थिइनँ नि त। एकैचोटि त्यहाँ त्यो धुलो नि रोकेपछि अनि स्टार्ट गरेर कुदाउने बेला त्यो भयो। अलिकति स्पिडमा आएको भने चाहिँ केही न केही हुन्छ होला कि अलिकति स्पिड चाहिँ थिएन है स्पिड थिएन त्यही भएर चाहिँ सोल्टीको त ब्रेक चाहिँ त्यो भएर उसले चाहिँ हुरी गइरहेको छ भनेर केटा अब
मेरो चाहिँ ब्रेकै छैन, सबै अगाडिको भन्नु हो। अब केटा क्यामेरा एङ्गल चाहिँ मिलिरहेको होला है सायद, भ्लग चाहिँ फुल्लै हालिदिन्छु जे परे पर्ला होइन। एकचोटि उहाँ नौडा बसेर सम्बन्धले डिबिसिबी हाल्छु, अनि त्यहाँबाट डिबिसिबी हालिसकेपछि के भन्छ अरे, त्यहाँबाट डिबिसिबी हालिसकेपछि एकैचोटि पोखरा पुग्नु त्यो चौकी भन्दा बित्तिकै त भर्नुपर्छ, अनि उहाँबाट उहाँसँग त पुरै हालिदिन्छु, आफ्नै हो त्यो त। भन नि साथी। होइन होइन, उतै त त्यो फुलबारी त्यो पुल कटेपछि नि, पुल कटेपछि यस्तो त्यो हल्का फुल्का सुनसान डाँडा आउँछ त हो त्यो। फुलबारी कटेपछि अलिकति उता खा त हो, त्यो त गएर हल्का विश्राम गरौँ, अनि त्यसपछि केही कहाँ चल्दिने हो, चल्दिनु पर्छ है केटा हो। यस्तै छ बाटो चाहिँ, बुढी बच्चाले हेरिराख्नुपर्छ। बुढी बच्चाले सब्सक्राइब गरिदियो भने चाहिँ अब के हो के बुढी बच्चाले काल अक्षर भनेपछि बनाउनु स्टार्टै हान स्टार्टै हान्नुपर्छ केटा हो। मिसफायर हाल्ने चाहिँ केटा मेरो बाइकले चाहिँ जान्छ नि हानेको होइन, यहाँ गएर फ्याङ्ग गरेको त सन्टै भइदिरहेको थियो है। सायद हामीले चाहिँ फुलबारी आइपुग्न लागेको होला। पेट्रोलको चाहिँ एकदम बचत गर्नुपर्छ केटा, पेट्रोलको चाहिँ एकदम बचत गर्नुपर्छ। सोल्टी चाहिँ कहाँ खाने हामीले एकैचोटि, सोल्टी एकैचोटि फान्डे होला जस्तो छ है। हामी फुलबारी चाहिँ कति मिनटमा आइपुग्नु खोजेपछि औडम बगडम त्यस्तै कति मिनटमा आइपुग्नु होला। सोल्टी त कहाँ फाडी हानेको त एकैचोटि, मेरो ब्रेकै छैन केटा यार। यता केटी हो मेरा हमारा ब्रेक नै है, यति के लौडेर सुने गीत चाहिँ के हो र यस्तो यस्तो रहेछ है केटाको लौडेर सुन्छ। जाओस् न एक उइली जाओस् न एक उइली। यस्तो उइली हाल्ने काम गर्नुहुन्न केटा। पछाडिको ब्रेक नभएर फक भइरहेको छ केटा, फक एकदम एकदम पछाडिको ब्रेकै छैन केटा, फक भइरहेको हो। तर आइडोन्ट फक भन्छ केटा, आइडोन्ट फक सही हो, आइडोन्ट फक हो। चुना जनताहरूले के हाम्रो त्यसरी लाज लाग्छ कि केटाकेटी हो मलाई त, जनताहरू त्यसरी नहेरिदिनु। सही मजा आयो केटा अहिले चाहिँ, कस्तो मजा आएको त। अफ्टरनुन भन्दा नि यहाँ कुदाउनु कस्तो साह्रो मजा आएको छ केटा, कस्तो मजा आइरहेको छ यार। अलिकति पन्जा भएन केटा, पन्जा ल्याउने चाहिँ फेरि यस्तो अफ्टरनुनमा पन्जा लगाएर मलाई कस्तो अनकम्फर्टेबल पछाडितिर गर्दा
त अब कति हो कति 40-50 छ होला सायद त्यस्तै लागिरहेको हामी त माथिको बाटो जाने भनेको मजुरले लौडालाई सुसुरा गरेर विश्राम गरेर जान्छौँ हामी केटा यहाँ एकछिन चाहिँ विश्राम हुन्छ किनकि मेरो अगाडिको ब्रेक चाहिँ निकै हालिहाल्छ ल अथुथु ए केटा ब्रेक त कसम यस्तो तातो भयो मेरो ब्रेक कसम हात त चटक्क पुग्ने जस्तो तातो भयो बाइक चाहिँ यहाँ चाहिँ पानी हाल्नु नि भन्नु अरे कि यस्तो बेला हामी चाहिँ यहाँ चाहिँ एकैचोटि अब फेरि एकछिन विश्राम गरेर केटा भेट्नुपर्छ हामी चाहिँ हल्का फुल्का विश्राम पछि अब चाहिँ हामी यहाँ चल्दिन लागिरहेछौँ मेरो चाहिँ त्यो चाहिँ अनै रहेछ चाबी चाहिँ अनै रहेछ हामी हल्का फुल्का विश्राम पछि यहाँबाट चल्दिँदैछौँ हामी यहाँ चल्दिनु त चल्दिँदैछौँ के अरे हामी यहाँ के कसो हुन्छ अहिले केटा हो बाइक चलाउनै झ्याउला खायो मलाई त्यहाँ ओइ बाइकै अफ भइदिरहेको केटा मेरो क्यामेरा पोल्टे भएको हो र मेरो क्यामेरा पोल्टे भएको भएन केटालाई चल्दिउँ केटा हामी चाहिँ यहाँबाट फेरि चल्दिनु लागिसकेको छौँ यहाँबाट नि हामी चल्दिन्छौँ भएन अब केटा घरले गरेर हेर्नुपर्छ हामीलाई पनि झ्याउला केटा बाइक चलाउन त झ्याउला राख यहाँ औडा भन्दा नि औडा झ्याउला खायो कसम यस्तो गर्मी बेलामा त बाइक चलाउनु झ्याउला नि लास्टै भन्दा लास्टै झ्याउला खायो लास्टै भन्दा लास्टै झ्याउला खायो चलाउनु त उपर झ्याउला यार केटा यार बाइक चलाउने स्टार्ट आएको बल्ल जस्तो यार बाइक चलाउनु त उपर भन्दा नि उपर झ्याउला केटा हो तर आउँदा जस्तो म त जान चाहिँ कति नि भएन यार केटा आउँदा त केटा हो हल्का उकालो थियो यस्तो मजा थियो आउँदा त काकु रङ्कै थियो है जाने बेला त अलिकति बटाल्नु नि भएन त्यो भएर क्याबमा चाहिँ हेर्नुपर्छ है धेरै होइन 10 मिटरको क्याबमा चाहिँ क्याब लगाएर
अनि फेरि घर जाऊ फेरि उहाँ घरको चाबी लिन जाऊ के गर यसो गर उसो गर खोइ पनि के हो लौडाको छ बाटोमा चाहिँ चेकिङ भन्ने कुरा चाहिँ नभइदियो हुन्थ्यो भन्ने हो तर चेकिङ चाहिँ खै होला कि नहोला यार होला जस्तो हुन्छ नहोला जस्तो हुन्छ केटा कुदाउने होला साथीले चाहिँ कुदाउनु भन्छ छ अरे केटा है त्यो गाउँमा चाहिँ मिठो भयो हामी कति दिन बस्यौँ गाउँमा हामी 2 दिन र 3 दिन जति बस्यौँ भने 3 रात होइन 3 रात 4 दिन 3 रात 4 दिन बस्यौँ होला 3 रात 4 दिन बस्यौँ होला के कस्तो छुट्टीले पछाडि फर्केर हिँड्ने रहेछ पछाडि ब्रेक छैन नि केटा त्यो भएर कस्तो ब्रेक हान्दा नि अगाडि ब्रेक हान्दा नि चक भइरहेको भ्याचुक भइरहेको केटा पछाडि त्यो ब्रेक हान्दा हल्का बोल्ने कन्फिडेन्स चाहिँ बढेको छ है नत्र फर्स्टचोटि मैले भ्लग हाल्दा त कताबाट सुरु गरौँ के गरौँ भइरहेको थियो र अहिले चाहिँ हल्का कन्फिडेन्स भइरहेको छ मामाहरू नभइदियो हुन्थ्यो त्यही हो कुरो मामाहरू चाहिँ एकदम सही हो हल्का पछाडि बसेर कुदाउनु पर्ला अस्ति हेरेको अगाडिको टप मात्रै देखेर चाहिँ ह्यान्डलले नदेखेर चाहिँ केटा हल्का पछाडि बसेर कुदायो भने देखिन्छ कि भन्ने आशा छ देखिन्छ होला देखियो होला अहिले कुदाउने मनै राखेन यार के भयो आजको भ्लग चाहिँ लामै नै हुन्छ होला है लामै नै गर्दै हालिदिन्छ केटा आजको भ्लग चाहिँ के पऱ्यो पर्छ आजको भ्लग चाहिँ लामै हालिदिन्छ पाल्लै भएन आजको भ्लग चाहिँ लामै हालिदिन्छु आई डोन्ट केयर यतिले हेर्छ नि यतिले हेर्दैन अनि यहाँसम्म आइसकेपछि चाहिँ पुरै हेरिदिनु होला आत्थर जाने बाटो है 85 जाने बाटो है 85 जाने अर्को बाटो है कसैले 85 जान मन छ भने हिँडेर जान मन छ भने योबाट आइदिनु होला पहिला त केटा बोल्ने कन्भिन्स नै हुने थिएन अब त फेरि म एकचोटि बोल्दिनँ बोल्यो भने फेरि पत्तल हो चुपले आइपुग्नु आइसक्यो एकचोटि बोल्दिनँ बोलेपछि त केटा अब नसक्नु बोलिदिन्छु म फेरि बोलेपछि त फेरि ला म त नयाँ स्टाइलै नहरे जस्तो देखेको हामी यहाँ जुप्लेबाट ठाउँमा आइसकेको छौँ जुप्लेमा टेम्पो चलिरहेछ केटा मलाई बल्ल थाहा भइरहेको जुप्लेमा टेम्पो चलिरहेछ ग्यारेज थियो जस्तो राखेको ग्यारेज भयो त हुँदै चाहिँ हालेर जानुहुन्थ्यो तर ग्यारेज यहाँ छ कि केटा हुँदै चाहिँ ग्यारेज है अस्ति हामीले स्टोर लिएर यहाँ थियौँ त्यो चाहिँ ग्यारेज थियो है गाउँमा चाहिँ यहाँ चलै मन लाग्ने केटा छोटी त घर कुदाइरह हामी चाहिँ हामी पेट्रोल सेट्रोल त हालिसकेको छौँ फेरि पछाडिको चिजबाट नमिल जस्तो कस्तो अनकम्फर्टेबल भइरहेको छ चिजबाट तिमीहरू पनि उयो जस्तो छ कि त साथी यहाँ मेरो पछाडिको त्यो चेस्ट प्याडको त्यो त हामी यहाँ चाहिँ डिबिसिबी हालेर ऐना सैना हालेर अगडम सबै नम्बर प्लेट सम्लेट हालेर ऐना सैना के हालेर हामी चाहिँ हिँड्छौँ अब भ्लग चाहिँ लामो हुन्छ त्यही भएर त्योहरू चाहिँ अलि त्यतै गएर भेट्नुपर्छ केटा अझै हल्का फुल्का राइट साइड हालिसकेपछि खास भिडियो उतैबाट सुट हान्ने भनेको भिडियो लामो होला जस्तो लाग्यो त्यसपछि हल्का फुल्का राइड हानेपछि हामी चाहिँ यहाँ पोखराको भ्यू पोइन्ट वेलकम टु पोखरा भ्यू पोइन्ट आइसकेको छौँ यता हामी पुग्ने चाहिँ म पुग्ने चाहिँ त्यो डाँडा पछाडि हो के अरे त्यो डाँडा पछाडि हो के अरे अब बिस्तारै जान्छौँ केटा एकछिन आराम गर्छौँ अनि एकचोटि अब चाहिँ उहाँसँग भ्लग हुन्छ जति लामो भयो नि हेरिदिनु होला होइन सल्ली यता हेर्दा न एकचोटि हो कि होइन यता हेर्दा भन्दै हो न
हाफजोली चाहिँ थर्मल लाउँछ भने एकदमै त्यो त डरा थियो त्यो चेकिङ हुने होला अलिअलि म त लाएको थिइनँ कसैले पनि रोकेको थिएन बुट सुड्डो थियो क्या केटा थाहा छैन भने चाहिँ चेकिङ त थियो तर त्यो चाहिँ थिएन कि चेक चाहिँ हानेन चेकिङ चाहिँ हानेन बाइक एउटा मेरो बाइक चाहिँ देखाएँ एउटा बाइक चाहिँ यहाँ छ झन् डराएर कुदाउनु लाग्यो पछाडि त फर्केर नि। जस्तो गऱ्यो अनि झन् रोकिदिन्छ नि त त्यही भएर अनि कसैलाई पनि रोकेको थिएन छियो रोक्दैन ट्याक्क हो त्यो त ऊ त्यो त हो हामी पुग्न पर्ने अब बिस्तारै एकछिन आराम गर्छौँ त्यसपछि एकैचोटि फोन के अरे ह्यान्डलको भ्यूमा भेट्नुपर्छ सही हो केटा हो हामी चाहिँ हल्का फुल्का रेस्ट सेस गरिसकेपछि यता हेरेर सोल्दै हल्का फुल्का रेस्ट सेस गरेपछि यहाँबाट हामी चल्दिने अब चाहिँ यहाँबाट चल्दिने भनेको चाबी चाहिँ गोजीमा रहेछ अब यहाँबाट चल्दिन्छौँ अब एकैचोटि अब त्यहाँ अब खासै लामो त बनाउनु कि ब्लग है त्यस्तो लामो त बनाउनु अब लामो त लामै हुन्छ होला 40 मिनटको जति हुन्छ होला अब त्यहाँ छोरीपाटनसम्म जान्छु छोरीपाटनसम्म अनि त्यो भयो भने अनि छोरीपाटनबाट अफ हानिदिन्छु अनि छोरीपाटनबाट अफ हानिदिएपछि एकैचोटि घर गएर भेट्नुपर्छ केटा बाइक चलाउन नि ओभर झ्याउला छ है केटा बाइक चलाउन नि ओभर झ्याउला छ बाइक चलाउन झ्याउला छ यार केटा हो के गर्ने होला केटा हो बाइक चलाउन ओभर भन्दा नि ओभर झ्याउला छ यार बाइक चलाउन ओभर झ्याउले यहाँ बाल्खाहरू रहेछ विद्यार्थी भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरू उस्तै त होला न अब यस्तो बाइक पछि हेर्ने त्यो गर्ने पहिला हामीले नि हेर्थ्यौँ अहिले होइन हिँडेको त कस्तो औडा झ्याउला यार केटा यार ऊ त्यहाँ माथि स्टुपा है सुन्दै छ भने माथि स्टुपा र 0.5 मात्रै देखिन्न होला सायद त्यो स्टुपा चाहिँ देखेको छैन होला है त्यो त कता हो पोखरा बस्ने मान्छेलाई त थाहा नै छ होला स्टुपा कता हो बिस्तारै बिस्तारै नजिक आउँदैछ बिस्तारै जानुपर्छ केटा है केही कामसाम केही छैन केटा हो बिस्तारै मस्त बाटोमा जानुपर्छ कामसाम 2 पैसाको छैन केटा हो मस्त जानुपर्छ फोहोर फाल्न त्यो निषेधित क्षेत्र हो कि के हो पनि एउटा यस्तै छ अब गाउँतिरको भ्लग त हेर्नुभयो होला तर गाउँतिरको भन्दा यता पोखरातिरको भ्लग चाहिँ राम्रो हुन्छ होला सायद है किनकि यता पोखरातिर अलिकति बजारहरू देखेर नि हजुरहरूले हेर्नुहुन्छ होला भन्ने आशा गर्छु पनि काटी नहेरिदिनु होला है एकदम मस्त बाडामा भात खाँदै चिया खाँदै मस्त बाडामा हेर्दिनु होला अहिले त यहाँ सुरुमा भएर मात्रै नबोल्यो केटा हौ अलिकति 10-12वटा भिडियो आएपछि त यस्तो बोलिदिन्छु नि केटा हो एक्लै भने पनि डेन्जर बोलिदिन्छ है उपर भन्दा नि उपर हो म त फेरि एकदम बताउने हो यहाँ सुरु मात्रै त्यो हो म त जुन मान्छेसँग नि त्यही हो सुरुमा चाहिँ एकदम बोल्न नि कस्तो हुन्छ पछि झ्याम्मिसकेपछि त केटा हो मान्छे न सान्छे सबसँग तत्र म त होइन कि मतलब एकदम झ्याम्मेर बोलिदिन्छु कि बोलेको बिल्ला हान्दिने तपाईँ गरिदिन्छु है अब यही हाम्रो सोल्टीलाई पनि मैले उहाँ भेटेको के भन्छ अनलाइनमा भेटेको अनि अनलाइनमा भेटिसकेपछि अनि त्यसपछि ठ्याक्क कुराकानी भयो यताउति भयो अनि त्यसपछि कता हो कता बस्यो के भन्यो अनि हल्का फुल्का बोलिसकेपछि त अनि त्यसपछि अनि हल्का फुल्का बोलिसकेपछि अनि मेरो गाउँ जाऊँ न त भन्यो मैले त्यसपछि काम चल्यो भ्लग बनाउने चाहिँ कहाँबाट जोस आयो भन्दाखेरि केटा होइन अब पैसै कमाउँछु भनेर चाहिँ भ्लग बनायो होइन कि मैले एकदम मेमोरिजहरू हुन्छ नि त युट्युबमा रहिरहन्छ मेमोरिजहरू हुन्छ अब एकदम पैसै कमाएर त्यो के भन्छ गरिबीले गर्दा पैसै कमाउनले चाहिँ होइन फेरि एकदम मस्त एकछिनको लागि मतलब हाँसो मजाको लागि कतिको के कसो छ त भ्युवर्सहरू भनेर मात्रै हो मैले भ्लग गरिदिनु लाग्यो भियर चाहिँ 4मा हाल्नु पऱ्यो केटा है यसो हल्का फुल्का मजाक सजाक गरेर मात्रै हल्का फुल्का बनाइदिनु लाग्यो मतलब त्यस्तो साह्रो बनाउने इन्ट्रेस्ट चाहिँ थिएन मतलब कि त्यस्तै थिएन कि अब पोखरा पुग्नै झ्याउलै लाग्यो
चलाउनु झ्याउै ला यार किन ऊपर भन्दा नि ऊपर झ्याउ लाग्ने यार बाइक चलाउन चाहिँ यार लास्टै झ्याउ लाग्ने त बाइक चलाउन सुरुमा किन्ने बेला मात्रै रहर है केटा यो चाहिँ एउटा रहर सानो रहर मात्रै हो सुरुमा किन्ने बेलामा त्यसपछि त केटा हो फक क्रस फायर नकिने हुन्छ केटा त्यो भ्लगै बनाउन छैन यताउति गर्ने छैन भने त बुलेटै किन केटा तेल पनि एकदम तेल त बा घुट्टान तेल त त्यसको फुल यति तेल यति एकदम टाढा राइड यस्तो यताउति जाने भने चाहिँ बाइकमा चाहिँ तेल चाहिँ एकदम होसियार पुऱ्याएर हिँड्नुपर्छ कति बेला के हुन्छ के थाहा नै हुन्न जे होस् आजको हाम्रो राइड चाहिँ एकदम सफल भएको छ 3-4 दिनको अनि जहाँसम्म लाग्छ त्यो सेकेन्ड भ्लग चाहिँ एकदम बिट्टी भयो कि एकदम कमेडी भयो भन्दा नि कमेडी भयो ओभर कमेडी भयो किनकि त्यो भ्लगमा हन्चो बनाएको खास मैले त्यो भ्लग बनाउँदिनँ भन्दा थिएँ अनि साथीले चाहिँ बनाऊ ढुक्क हो केही नै हुन्न भनेर बनाइदिएको जे होस् त्यो भ्लग चाहिँ ठिकै नै गइरहेछ भनौँ न ठिकै हो अब मलाई त ठिकै लाग्छ के अरे अब जनताहरूले के कस्तो लाग्छ त्यो त बाल्नै भएन होइन ठिक लाग्यो हेर्ने पनि ठिक लाग्यो नहेर्ने हो त्यो तिमीहरूको कुरा हो केटा हो हेर्ने नहेर्ने तिमीहरूको कुरा हो त्यो हाम्रो कुरा हुँदैन मेरो कुरा होइन केटा हो तर हेरिदेऊ अलि माया नि गरिदेऊ माया गर्ने मान्छेहरू एकदम छैनन् पोखरा भेटमा मलाई नि केटा एउटा माया गर्ने मान्छे चाहिएको छ ब्लग हेर्दै हुनुहुन्छ भने मेसेज गरे हुन्छ माया गर्ने मान्छेहरू एकदम झ्याउ लगाइरहेको छ केटा हो र यो धुवा कस्तो खरो आँखा केटा हो अब चाहिँ केटा हो छोरेबाट आइसकेको छौँ अब चाहिँ केटा हामी चाहिँ छोरेबाट आउन लागिसकेको छौँ छोरेबाट आयो भने नि भयो छोरेबाटनको इन्ट्री भएन लाइसेन्स केटा हो यहाँका पारामा छोरेबाटनको इन्ट्री भइसक्यो भनौँ न ल अब चाहिँ छोरेबाट आएपछि चाहिँ मामाहरूलाई जनताहरूलाई अलिकति रेस्पेक्ट गरेर चाहिँ उता मुनि झारिदिउँ छोरेबाट आइसकेको छ छोरेबाटनमा चेकिङ नभइदिउँ भनेर आशा छ तर चेकिङ चाहिँ हुन्न होला सायद पहिला चाहिँ होर्यानिर थियो अहिले चाहिँ अहिले चाहिँ उतातिर नभइदिन्छ फाइनली केटा हामी चाहिँ पोखरा भित्रिसकेको छौँ एकदम राम्रो राइड भएर हामी पोखरा भित्रिसकेको छौँ केटा हो पहिला कसैले पनि थाहा छैन भनेको यो बाटो पहिला एकदम झुक्यो यो बाटो अहिले चाहिँ यस्तो बनाएको धेरै तर यो बाटो बनाउन धेरै टाइम लाग्यो केटा म कति क्लासमा खोइ पनि त्यस्तै 9-10मा हुँदाबाट हो अस्ति भर्खर बनाएको यो बाटो धेरै नै भएन बनाएको अब पेट्रोल सेट्रोल त अघि नै हालेको केटा हो अनि त्यसपछि एकछिनपछि चल्दैछ हाल्नुपर्छ एकछिन चल्दै छैन एकछिनमा सोल्टीको पछि दिनुपर्ने हुन्छ अब सोल्टीको भ्लग चाहिँ आउन पनि सक्छ नआउन पनि सक्छ है अब के अरे सोल्टीको गाउँ जाने चाहिँ आउन पनि सक्छ नआउन पनि सक्छ है अब के हुन्छ अब अहिले 4-5 दिन नै बस्ने हो भने चाहिँ जान्छु होइन नत्र त्यो 1-2 दिनको लागि त सोल्टी गाउँ के गइराख्ने होइन अब भोलि नै थाहा हुन्छ मुड अनुसार हुन्छ हामी चाहिँ पोखरा सिटी भित्रिसकेको छौँ मान्छेहरूले एकदम हेरिरहेको छ किन म एकदम कमेडी देखेको छु होला यत्रो ठुलो झोला छेउमा हेलमेट भिरेको छु केटा हो यत्रो ठुलो झोला छेउमा हेलमेट भिरेको छु त्यही माथि के छ लौडामा गियर नि चेन्ज हुने केटा किन हेर यस्तो गियर चेन्ज नहुने यार त्यही त फाइनली यता भित्रिसकेको छौँ छोरीबाट हामी छोरीबाट नि गरिसकेको छौँ ला ब्रेकै छैन केटा त्यही भएर अलिकति टेन्सन भइरहेको केटा ब्रेक नभएर त्यस पोखरा भ्यालीको भ्लग चाहिँ राम्रै हुन्छ होला सायद त्यस्तै लाग्यो कि अब के कसो हुन्छ हेर पहिला सुत्दा म घर जान्छु घर गएपछि एकछिन त सुत्छु केटा ला सुने त ला एकछिन मस्त सुत्छु अब के भन्छ अरे उता सोल्टीसँग छुट्टिने बेला भ्लग फान्छु अनि एकैचोटि उता घर जाने बेला भेट्छु केटा अनि त्यसपछि अनि घरसर गएपछि के भन्छ भिडियोलाई इन हालिसकेपछि केटा अनि त्यसपछि एकदिन सुत्छु सुतेर उठेपछि कडा सबडा धुन्छु बाइक साइक एक्सो चेकअप हान्न जान्छु ग्यारेजतिर टोरिङतिर त्यस्तो बेलुकातिर आज निस्किन्छु होला जोस आयो भने निस्किन्छ के अरे नत्र त उस्तै हो केटा जोस आउनु पऱ्यो केटा जोस युवा जोस हुनु पऱ्यो भनौँ आन्टी हो त्यही हो केटा लाइसेन्स केही छैन कसैले थाहा छैन भने मेरो लाइसेन्स नै छैन केटा हो लाइसेन्स नभएपछि अलिकति एउटा ट्याक्स पऱ्यो भने ट्याक्स त उस्तै हो कि एकदम अलिकति एक्सिडेन्ट परेपछि हाम्रो गल्ती नभए पनि लाइसेन्स नभएपछि त हाम्रै गल्ती हुन्छ केटा हो त्यस्तै हो अब
साथी कता हो र माथिबाट हो के तिमी जानी त कति राम्रो दुनियाँ रहेछ यार यहाँ कसरी हाम्रो साथीले उल्टै लामो बाटो बनाउने बाटो लिएर आइसकेको छ कि त खासै हो र झ्याउला चाहिँ उयो अगाडि चाहिँ अड्किरहेको छ है आज नि भुत छ क्या केटा बाटै भन्दा रहेछ यार धनी बाटो जानु भन्नु तिमी उताबाट सिधा गएको भए म यता लाग्थ्यो तिमी उता लाग्थ्यौ कि तिमी गलतबाट आयौ होइन कि म त यत्तिकै झाडा थियो अनि तिमीले आउने आउन त यता यता बढ्ने हो गियर चेन्ज गर्न नि लास्ट झ्याउलाइरहेको छ केटा हो के गर्नु त्यही त पोखरा भ्याली यता एयरपोर्ट पछाडि है यो पुरानो एयरपोर्ट हो म चाहिँ उता नयाँ पुरानो एयरपोर्ट हुँदै नयाँ एयरपोर्ट हुँदै चल्दिनु पर्ने हुन्छ यहाँ चाहिँ त्यो आज यो गल्लीमा नर्मल मान्छेहरू छ यो गल्लीमा कोही हुँदैन त्यो गल्लीमा खासै त्यो मान्छे हुँदैन होइन साथीले चाहिँ एकदम झुर भयो केटा हो साथीले एकदम झुर बक्चुदी काम बक्चुदी हो हिमालयहरू कस्तो दाम दिएको साथीले चाहिँ एकदम बक्चुदी भन्दा बक्चुदी काम गरिसकेको छ साथीले यो घाटा हुन त म त यताबाट ओइ साथी ओइ तिमीले कहाँबाट हालेको त नि यार तिमी त अब घुम्नुपर्छ हजुर म त अब यताबाट चाहिँ यता भित्र लाए हुन्छ यता अगाडिबाट बच्चाहरूले बल्ल साइड लाइट बाल्छ यार यस्तो यस्तो धुरहरूले गर्दा केटा हो भ्लगरलाई नि ऊपर झ्याउ लाग्यो त यार भ्लग बनाउन नि ऊपर भन्दा नि ऊपर झ्याउ लाग्यो केटा हो के गर्ने हो उता रोक त हामी चाहिँ यहाँ अब सोल्टी र म चाहिँ यहाँ छुट्टिने बेला आइसकेको छ सोल्टी र म चाहिँ यहाँबाट छुट्टिन्छौँ होला अब यति भन्ने उता घरतिर गऱ्यो भेट्नुपर्छ भ्लग एकदम लामो हुन्छ त्यही भएर घरतिर गऱ्यो भेटौँला केटा है सही होला आज 4:12 घर सर आइसकेँ यहाँ चाबी चाहिँ लाएर चाहिँ त्यही भएर बाहिर बसेको एकछिनपछि बाबा आउनुहुन्छ अनि त्यसपछि चाबी लिएर भित्र सुझी केटा हो अब यति नै हो द्याट्स एन्ड अफ द भिडियो केटा हो सबैले हेरिदिनु होला माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब पनि अवश्य गरिदिनु होला यति नै हो केटा हो आजको भिडियो होला